कान्छी खुसी त छौ नि मसँग बिहे गरेर? भाइ बुहारी नमस्कार। नमस्कार सुनजुको दिदी, आउनु न बस्नु। अस्ति बिहेमा आउन पाइएन, त्यही भएर आज यो शुभकामना काको दिन आएको हो भाइ बुहारी। तपाईँहरू सन्तानको योजना बनाउँदै हुनुहुन्छ भने 3 महिना अघिबाटै फोलिक एसिड चकी खानुपर्ने हुन्छ। त्यसको लागि स्वास्थ्य संस्थामा गएर स्वास्थ्य कर्मीहरूसँग सरसल्लाह लिनुपर्ने हुन्छ है त। हुन्छ दिदी, हामी विचार गर्छौँ। ल यस्तो कुरामा चाहिँ लजाउनु हुँदैन है भाइ बुहारी। हस् त म पनि अहिले लाग्ने है त। हुन्छ दिदी। बुढा जाउँ न दाजुहरू बस गएर बुझेर आऊँ। हुन्छ बुढी, जाउँ। नमस्कार सिस्टर। अस्ति सैनिक दिदीले यो कार्ड दिनुभएको थियो, त्यही भएर फोलिक एसिडको बारेमा चाहिँ बुझ्नको लागि आएको। एकदमै राम्रो काम गर्नुभएछ। ठिक छ। खासमा सिस्टर यो फोलिक एसिड भन्ने चाहिँ के हो सिस्टर? फोलिक एसिड भनेको चाहिँ एक प्रकारको भिटामिन हो, जसलाई चाहिँ भिटामिन B9 पनि भनिन्छ। यो चाहिँ सन्तानको योजना बनाइरहनु भएका दुवै दम्पतिले चाहिँ खानुपर्दछ। अस्ति मेरो छोरीको पनि यस्तै भिटामिन खाएर गर्भपतन भएको थियो। पर्दैन बुहारी नखाऊ। त्यस्तो भनेर कहाँ हुन्छ आमा? यो नखाँदा त ओठ त तालु फाट्ने, मस्तिष्कको राम्रोसँग विकास नहुने, मेरुदण्डको राम्रोसँग विकास नहुने, मुटुको दायाँ र बायाँ बीचमा प्वाल पर्ने जस्ता जन्मजात अपाङ्ग हुनबाट चाहिँ बचाउँछ। अस्ति तपाईँको तल्लो घरको बच्चाको मुटुको समस्या भएर अपरेसन गरेर ल्याएको थियो नि, हो त्यस्तो समस्या हुनबाट चाहिँ बचाउँछ। त्यसैले यो खानुपर्छ कि। त्यो त हामी बुझ्यौँ सिस्टर। अनि फोलिक एसिड कसरी खान सकिन्छ त? फोलिक एसिड चाहिँ दुवै दम्पतिले 3 महिना पहिलेदेखि 1 चक्कीको दरले खाने। श्रीमती गर्भवती भएपछि चाहिँ पुरुषले चाहिँ खाना छोड्नुपर्छ, महिलाले चाहिँ 3 महिना थपसम्म खाइरहनु पर्दछ। हुन्छ सिस्टर, हामीले बुझ्यौँ। अब हामी सुरु गर्नुपर्छ। ल लिनुहोस् न त।